नमस्ते मास्टर साहब, मेरो नाम चाहिँ रामबहादुर राउतिया हो। मुखिया पनि हो म चाहिँ। राउतीहरूको मुख्य तपाईँ नै हो? ज्यू, म मुखिया नै हो, राउतीहरूको मुखिया। म चाहिँ यसपालि सहरतिर छिरेम जङ्गलबाट आयौँ हामी, आउनु गयो म। अनि त्यत्रो टाढाबाट यहाँ सहरमा के गर्न आउनुभयो नि त? म चाहिँ के गर्न आउनुभयो भनेदेखि म चाहिँ यसपालि हाम्रो नेपालमा चुनाव हुँदैछ भनेर यो कारणले सुन्नुभयो, त्यही भएर म आउनुभयो। हो र? हजुर। अनि हेर्नुभयो त? चुनाव भएको हेर्नुभयो त? यसपालि मैले हेरेको छैन, यसपालि मैले हेरेको छैन। अब म हेर्छु, अब उतातिर त अब भोट हाल्दैछ हुँदैछ त, अब हेर्न जानुहुन्छ कि के गर्नुहुन्छ? म हिँड्दै मैले चाहिँ हेर्नु पाउनु भएन, यसपालि चुनाव। अब अर्को पालिको चुनावमा चाहिँ हामी पनि राउतेहरू उठ्ने हो, अर्को पालिको चुनावमा हामी राउतेहरू पनि उठ्ने हो। अनि अर्को चुनावमा तपाईँ आफै उठ्नुहुन्छ कि अरू कसैलाई उठाउनुहुन्छ त आफ्नो त्यो राउतेहरूको समाजबाट? राउतेहरूको मुखिया मै जो हो, अर्को चुनावमा त मै जो उठ्ने हो र? हामी यो देशको ठुलो मान्छे बन्ने हो हामी। अनि अहिले जुन छन् नि हाम्रो देशका नेताहरूलाई कसैलाई चिन्नु भएको छ? यसपालि हेर्नुहोस्, मैले सबैलाई चिन्नु भएको छ। मैले कोलाई चिन्नु भएको छ भनेदेखि सबै नेताहरूलाई मैले चिन्नु भएको छ। अब ती नेताहरूलाई, अब म ठुलो मान्छे बन्ने हो, ती नेताहरूलाई म जस्तै म ठुलो मान्छे भयो भने त्यो ठुल्ठुलो नेताहरूलाई म जस्तै राउते बनाउने हो। त्यस्तो विचार गर्नु भएको छ। किन र तिनीहरूलाई राउते बनाउने? के कुरो गर्नुहुन्छ तपाईँ? म चाहिँ ठुलो मान्छे भएर यो नेपालको यो के अरे नेता बनाउँदाहरूलाई म जस्तै राउते बनाएर जङ्गलतिर लाने विचार गरेर आँखमा हामी अघि पनि छ। के कुरो गर्नुहुन्छ तपाईँ? ल अर्को वर्ष जित्नु छन्, के कुरो गर्नुहुन्छ? जंगलमा त त्यत्रो खुला नालाहरू छन्, नुहाउनु हुँदैन र? हामी नुहाउँदैनौँ, मैले नुहाउनु हुन्न। हामी जंगलमा बस्छौँ, मेरो स्वास्नी पनि छ, एउटा स्वास्नी छ, छोराहरू छ, छोरी पनि छ। के कुरो गर्नुहुन्छ? कहिले नुहाउनु हुन्न है? नुहाउनु हामी। अनि नेता बनेपछि के गर्नुहुन्छ त? नेता बनेपछि मैले भनिसकेँ, नेता भएपछि म चाहिँ देशको नेताहरूलाई राउते बनाउने हो। ल नेता भएपछि अर्को पटक जित्नु होला, फेरि तपाईँलाई म बेच्छु है त। हामी राउतेहरू उठ्ने हो। तपाईँहरूको ठाउँमै आएर त्यहीँ आएर म तपाईँहरूलाई बेच्छु है त। भेट्नुहोस्, तपाईँ के कुरो गर्नुहुन्छ? ल हस् त, धन्यवाद। इन्टरभ्यू दिनुभयो, बोलिदिनु भयो, धन्यवाद है। ल।